प्रधानमन्त्रीज्यू, यहाँलाई त खेलकुदको प्रश्न सुन्दै पनि खासै बानी छैन होला, किनभने सरकारले खासै खेलकुदको प्रश्न सुन्दैन र सदनमा पनि हामी खासै त्यो देख्दैनौँ। यदि सिस्टमले काम गर्यो भने 40 वर्षमा चाहिँ देशले नै मुहार फेर्छ। तर हामीले 40 वर्षमा एउटा रङ्गशाला बनाउन सकेनौँ। पञ्चायतकालमा बनेको दशरथ रङ्गशालाले गणतन्त्र नेपालको साथ जोगाइरहेको छ। यहाँलाई कहिलेकाहीँ त्यो मन पोल्दैन हामीले अहिलेसम्म एउटा रङ्गशाला किन बनाउन सकेनौँ। कम्तीमा 40,000 दर्शक क्षमताको हामी मानसिक रूपमा गरिब छौँ अथवा हाम्रो देश नै यति गरिब छ कि हामी अहिलेसम्म एउटा रङ्गशाला बनाउन सक्दैनौँ र बारम्बार हाम्रो खेलाडीले आफ्नो मैदानमा खेल्न पाउँदैनन्। दर्शकले फुटबल हेर्नलाई लाठी खानुपर्छ र सँगसँगै इन्टरनेसनल बुफो पनि आउनुभयो, भर्खरै होन्डा आउनुभयो। उहाँहरूको एउटा बेसिक कुरा नै नेपालको फुटबलको विकासको लागि के छ सुझाव भन्दा पूर्वाधार दिनुहुन्छ। सरकारलाई ठुल्ठुलो इभेन्ट हुँदाखेरि चाहिँ एकदमै धेरै चासो हुन्छ, तर पूर्वाधार बनाएर र यहाँकै नारा आर्थिक समृद्धि खुसी नेपालीको नारालाई पूरा गर्नको लागि चाहिँ खेलकुद क्षेत्र किन प्राथमिकतामा पर्दैन। एज अ नर्मल नेपाली नागरिकको हिसाबमा पनि यहाँको मन पोल्छ पोल्दैन।